कति आउँदो रहेछ ल खोइ आमा हो तल पो गएको रहेछ त तल गएछ नि अनि खोइ हाँगा छ नि त यहाँ छ ए यस्तो भएको छ यसलाई अब भोलि दिउँसो अँध्यारो अँध्यारो भयो यस ल ल यी हाम्रो यहाँ चाहिँ हुनहारको वनतरुलको चाहिँ एकदम एक्सपिरियन्स मान्छे हो उहाँ चाहिँ पहिल्यैदेखि खन्दै अझ कति साल भयो होला तपाईँले खनेको आज जङ्गलको एक्सप्लोर गर्दैछु यो सिटोङको जङ्गल है यो चाहिँ हेर्नुहोस् है यहाँ कालिजहरू हुन्छ बाघ हुन्छ भालु हुन्छ सबै भेट्छ है यहाँ चाहिँ र आज चाहिँ हामी यहाँ वनतरुल खन्नु आएको र हेरौँ हाम्रो केटाहरूले कति चाहिँ आज वनतरुल खनेको रहेछ हेरौँ है साथी हो है आज हामी जाँदैछु यो चाहिँ हाम्रो यो हो हाम्रो जङ्गल यहाँ चाहिँ हामी यो सङ्क्रान्तिको टाइममा यो माघे सङ्क्रान्तिको टाइममा चाहिँ हामी यहाँ चाहिँ वनतरुल खन्नुको लागि आउँछु यहाँ चाहिँ ठुल्ठुलो हुन्छ वनतरुल चाहिँ ठुल्ठुलो भेट्छ र हाम्रो साथीहरू चाहिँ अघि आएर यो पल्लोपट्टि जङ्गलमा खन्दैछ भनेको चाहिँ सुनेको छु अब हेरौँ कति निकालेछ हाम्रो साथीहरूले वनतरुल यस 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 कति निकाल्यो वनतरुल त्यही हो कम्ती नै छ कति भयो खन्ने? अब फेरि खनाइ अब खन्ने अहिले कति निस्क्यो पर ब्यागमा ए केटाहरू पुरै रहेछ नि। यस यस खै वनतरुल हेरौँ न कति निकालेछ केटाहरूले म्याक लिएर आएको रहेछ नि त है लु हेर्नुहोस् यो चाहिँ वनतरुल है यत्रो खनेछ केटाहरूले यो चाहिँ दामी खनेछ है है यो चाहिँ दामी निकालेछ है एउटा चाहिँ छ निकै खनेछ केटाहरूले यस्तो हुन्छ है वनतरुल चाहिँ दामी निकालेछ ल है साथी हो अब फेरि हामी चाहिँ अब वनतरुल खन्नु जाँदैछ है साथी हो यहाँ चाहिँ यस्तो जङ्गल छ है हेर्नु चाहिँ जङ्गल 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 हुँदै जानुपर्छ हो यसरी खोज्नुपर्छ वनतरुल चाहिँ हो र साथी हो अब चाहिँ तपाईँहरूलाई म वनतरुलको बेल चाहिँ कस्तो हुँदो रहेछ भनेर देखाउँछु अब है तपाईँहरूले पनि देख्नु भएको होला नदेख्नेलाई चाहिँ म देखाउँछु यी हेर्नुहोस् यस्तो हुन्छ यसरी गएको हुन्छ हो भित्र अब हेर्नुहोस् यो हो बेलो वनतरुलको बेलो चाहिँ देख्नुभयो अब कस्तो यसको पत्ता म देखाइदिन्छु तपाईँलाई पत्ता 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 हेर्नुहोस् है तानेर देखाइदिन्छु ल वनतरुलको बेलो यस्तो हुन्छ हेर्नुहोस् है यो चाहिँ वनतरुलको बेलो है यहाँ पनि छ त्यही ओ ल्याम्दा यहाँ खन्नु नि यहाँ रहेछ हौ दामी जग्गामा छ यस्तो हुन्छ है वनतरुलको चाहिँ पत्ता यस्तो हुन्छ है ए ठुलो छ होला यहाँ पनि नाबो रहेछ यस्तो पत्ता हुन्छ वनतरुलको चाहिँ है यस्तो गरेको हुन्छ हेर्नुहोस् यति लामो छ यहाँ तल छ अब हेर्नुहोस् है जग्गा त राम्रै छ यहाँ यो खन्दाखेरि चाहिँ तपाईँहरूले ठुल्ठुलो ढुङ्गा भेट्नुहुन्छ भित्र हो त्यो ढुङ्गा चाहिँ निकालेर चाहिँ काँटा लिएको हुन्छ है ढुङ्गाको भित्र चाहिँ पसेको हुन्छ वनतरुल त्यही वनतरुल हो मार्केटमा बेचेर तपाईँहरूले मार्केटमा किनेर खाने वनतरुल चाहिँ यही हो यस्तो हुन्छ है तर यो चाहिँ तपाईँको एकदम ग्राउन्डबाट निकाल्दाखेरि चाहिँ यसरी खन्नुपर्छ बहुत साह्रो छ यसरी यहाँ पुरा खनेर चाहिँ तपाईँहरूले देख्नुभयो यसको बेलो यहाँबाट गएर चाहिँ यो हो बेलो चाहिँ यहाँ बेलो छ तलबाट खन्नुपर्छ यसरी हो बहुत साह्रो छ है साथी हो वनतरुल खन्नु चाहिँ पकाएर खानु मात्रै मिठो हो कि
तर यो जङ्गलमा यसरी खन्नु चाहिँ हालेम दा जङ्गलमा है खनेर यसरी निकाल्नु चाहिँ बहुत साह्रो हो काँटाहरू लिएर हो त्यहाँ खनिसक्यो नि काँटाहरू लिएर हो खनिसक्यो नि यहाँ छ बेलो ठुलो यहाँ तल पनि देख्दैछु त मैले त वनतरुल यहाँ तल पनि रहेछ यहाँ तल यस्तो हुँदैन ल है यति खनिसक्यो अब चाहिँ यहाँसम्म पुग्यो अब हल्का हामी भित्र जाँदैछु अब चाहिँ भित्रै गएको छ अहिलेसम्म पनि भेटेको छैन यो चाहिँ निकै लामै खन्नु पर्ने रहेछ है यो चाहिँ माथि नै भयो यो बेलो चाहिँ यहाँ छ हो तपाईँले यतितिर भेट्छ यहाँतिर भेट्छ तपाईँले यसको यस्तो ढुङ्गाहरू हुन्छ यहाँ हेर्नुहोस् है साह्रो छ है वनतरुल खन्नु चाहिँ ल साथीहरू निस्किन आँटेछ है अब चाहिँ यहाँ हाम्रो लेम्दाले अब लास्ट यो लगभग यो 80% पुगिसक्यो अब हामी लास्ट अन्तिम छ निस्किन आँटेछ है तपाईँहरूलाई देखाउँछु जरा चाहिँ कस्तो हुँदो रहेछ भनेर यसको वनको तरुललाई चाहिँ हामीले वनतरुल भनेको खासमा चाहिँ यो मिठो हुन्छ खानु काँचे पनि खानु सक्छ है यो चाहिँ यस्तो मजाको हुन्छ मिठो हुन्छ काँचो पकाएर पनि दामी हुन्छ यो चाहिँ हामी सङ्क्रान्तिमा हमेसा यो चाहिँ हामी चलाउँछौँ वनको तरुल सबै तरुल घरको तरुल वनको तरुल मिसाएर चाहिँ हामी चाहिँ यो माघे सङ्क्रान्ति मनाउँछौँ नेपालीको एउटा चाड हो यो चाहिँ मजै अलग छ है यसको खानुको मजा अलग छ किनभने यस्तो दुःख गरेर निकालेको हुन्छ तर यसरी दुःख गरेर निकालेको चाहिँ जे कुरो पनि दुःख गरेको फल चाहिँ मिठै नै हुन्छ यो चाहिँ दुःखको फल है हेर्नु चाहिँ यस्तो भित्रबाट निकाल्नुपर्छ हो यस्तो ढुङ्गाहरू हुन्छ चट्टानहरू हुन्छ यो सबैलाई साइड लगाएर चाहिँ हामीले यसरी निकाल्नु पर्ने हुन्छ वनतरुल चाहिँ जङ्गलको तरुल त्यही भएर चाहिँ बहुत साह्रो छ र साथीभाइहरू तपाईँहरू किन्नु आउँदा पनि यसमा चाहिँ डिस्काउन्ट बिल्कुल नगर्नु होला सङ्क्रान्तिको टाइममा अगर किन्नु आउनुभयो भने चाहिँ यसमा कहिले पनि डिस्काउन्ट नगर्नु होला यस्तो हुन्छ पसिनाको फल हो यो चाहिँ अब चाहिँ यो माथिको अलिअलि निस्किँदैछ खोइ निकाल्नु त ल्याउँदा ए भाँचेछ नि त है भाँच्यो तल गएछ नि त है तल गएछ कि अब ए अझै रहेछ अब 1 ग्राम लामो रहेछ ल यस्तो हुन्छ यस्तो जब्बर हुन्छ है यो चाहिँ हेर्नुहोस् है अब यसको फल हेर्नुहोस् यो ढुङ्गा चट्टानमा फलेको हो कि त्यही भएर यो बहुत जब्बर हुन्छ यो चाहिँ तपाईँको माथिको हिस्सा मात्रै यो तल ठुलो छ यो अझै यी भाँचेको देख्नुभयो होला नि ठुलो जान्छ यो चट्टानभित्रतिर पुरा चट्टान ठुल्ठुलो ढुङ्गातिर पसेको हुन्छ कि अब हेरौँ त्यति तल त पसेको छैन होला यो अझै कोट्याउँछु ल उता हाँगा गएको रहेछ ए उताले कोट्याइहेर्छु ल निस्किएन नि त यहाँको त एन्डिङ छ है यो कतापट्टि छ अब ए ओह्रालो गयो रहेछ नि हो रहेछ त्यति मात्रै नहुनु पर्ने नि त ओह्रालो त्यत्रो लामो पो छ त यहाँ रहेछ नि सोध्नु न एकखेप नचढे यस्तो चढ्छ है यस्तो कुदेको रहेछ नि त यो छ नि एन्डिङ हो यहाँ फेरि गएको रहेछ यतापट्टि गएको रहेछ नि त ए ठुलो छ नि यतापट्टिको त निस्किन आँटेको छ यहाँ भयो ए यहाँ पनि त सक्नु आँटेको छौ सकेको भन न हाँगा गएको रहेछ कि यहाँ डल्लै छ 10 केजीको रहेछ हौ यताको यो यता माथि आएर यहाँ एन्डिङ भएको लामो रहेछ अब यहाँ गएको छ ओह्रालो यसलाई कोट्याउनु पर्ने रहेछ हौ यहाँ कोट्याउँछु उतापट्टिको एउटा तान्छु म तान्नु त कोट्याउँदो रहेछ ल
खोइ आमा हो तल पो गएको रहेछ त तल गएछ नि अन्त खोइ हाँका छ नि त आँगा यहाँ छ यस्तो भएको छ ए लु आधी पो भएछ लु यस्तो हुन्छ है साथी हो बनतरुल चाहिँ यस्तो हुन्छ है बनतरुल हेर्नुहोस् है यो खानु मात्रै मिठो है यो चाहिँ यस्तो छ त्यो अघि आएको भाँचेर निकाल्नु न कति तल गएको छ निकाल्नु निकाल्नु आया हौ अर्कोपट्टि पनि गएको रहेछ नि हाँगा रहेछ हाँग्यो डल्लै अझै यताको भएको छैन नि छोडेछ नि त ए भाँचेछ नि यता पनि छ नि त्यो अघि तिमीलाई देखाएँ नि त्यो डल्लै छैन त्यो त निस्केकै छैन होला त्यो केही छैन लु भाँचेछ पो लु यस्तो हुन्छ है तपाईँहरू बसी बसी बेच्नुहुन्छ नि यस्तो दुःख गरेको हुन्छ यही हो तपाईँहरूले बेच्ने है त्यही भएर यहाँबाट जो यहाँबाट र मेटेरियल्स लगेर जान्छ नि तपाईँहरूको दोकानमा त्यही भएर त्यहाँ चाहिँ तपाईँहरूले यो दुःख पनि बुझ्नुपर्छ त्यही भएर तपाईँहरूले यहाँबाट लगेको यहाँ जति पनि हाम्रो बिजनेस गर्ने छ जति पनि यहाँबाट यो तरुलहरू लगेर जान्छ उनीहरूलाई चाहिँ यो दुःख पनि हेर्नुहोस् होला तपाईँले है त्यही हिसाबले चाहिँ तपाईँहरूले भाउ घटाउनु होला त्यही हिसाबले हेर्नुहोस् यस्तो छ त्यत्रो खनेर हेर्नु लास्टमा यस्तो भयो हो तर हाँगा गएको रहेछ यो चाहिँ यस्तो भएको थियो यो चाहिँ खासमा चाहिँ यस्तो गएको छ हो यस्तो गएको छ यस्तो थियो यस्तो गएको थियो अब यहाँबाट पनि यहाँबाट पनि यो अझै भाँचेको छ ओह्रालो अझै ओह्रालो यो गएको छ हेर्नुहोस् कति लामो गएको छ ओह्रालो यस्तो रहेछ यहाँ अझै यो हाँगा गएको छ यो त हाँगा गएको छ यो मुनिको चाहिँ अझै भाँचिरहेको छ ओह्रालै गएको छ लामै छ अझै पनि के गर्नु अब यस्तो हुन्छ है बनतरुल चाहिँ यस्तो हुन्छ है साथी हो है यो लास्ट एन्डिङको देखाएर एकदम कति गहिरो छ लास्ट एन्डिङको हेर्नुहोस् यहाँ माथिबाट यस्तो गहिरो बिस्तारो बिस्तारो अलिअलि मजाकमा हेर्नुहोस् यस्तो अझै पनि छ यहाँभित्र अब यो चाहिँ के गर्नु ल्याउँदा यो भोलि दिउँसो यो के गर्नु भोलि दिउँसो यसलाई अब भोलि दिउँसो अँध्यारो भयो यस ल यी हाम्रो यहाँ चाहिँ हुनहारको बनतरुलको चाहिँ एकदम एक्सपिरियन्स मान्छे हो उहाँ चाहिँ पहिल्यैदेखि खन्दै अझ कति साल भयो होला तपाईँले खनेको भयो नि 13-14 साल 13-14 साल भयो नि है अहिले के अरे तपाईँले अस्तिको साल कति निकाल्नु भयो अस्ति साल त्यही लगभग 8.5 केजी 8.5 अच्छा 8.5 केजी त्योभन्दा अगाडि 6 केजी त्यस्तै निकाल्दै थिएँ समथिङ ए 6 केजी 12 केजी हाइएस्ट भने 12.5 केजीसम्म गयो ए तपाईँको 12.5सम्म तपाईँले खन्नुभयो कस्तो छ अन्त योपालि त ढिलो आएर पनि होला नि त है 12 बजी त आएको 12 बजी आएर अझै पनि छ टाइम त अब रात परिहाल्यो है अब यहाँ माथि पनि हाम्रो केटाहरूले निकाल्दैछ है अझै पनि खन्दैछ ल यति छ आजको चाहिँ यो हाम्रो तरुल है अझै पनि छ माथितिर केटाहरूले खन्दैछ ल है हेर्नुहोस् है साथी हो यसलाई भन्छ बनतरुल पलेकै हो है पलेकै हो भयो पल्टाइदे ए गयो नि डल्लो पारेर हाल्ने न डल्लो पारेर डल्लो पर्ने के हुन्छ निस्क्यो ल कट्यायो अब चाहिँ सानो सन्चो होइन त प्रणय निकाली छारेछ त हौ ढुङ्गा देख्यो अन्त ढुङ्गा यहाँ यी हाम्रो के अरे ऊ होला हाम्रो यहाँ चाहिँ कुक स्टोन एजको कुक यहाँ पाक्दैछ हाम्रो तरुल आगो जङ्गलमा उता खन्दैछ यहाँ चाहिँ हाम्रो कुक हो स्टोन एजको यो चाहिँ पोलेको हो खोइ कस्तो हुन्छ पोलेको चाहिँ आम्मा हो यो त अन्त खतरा छ त जङ्गलमा
खोइ कसरी अब यो चाहिँ खानु चाहिँ यो चाहिँ पोलेको है हामी चाहिँ यसरी पोलेर खान्छ है ब्रदर खाऊ न अन्त फिक्स बस्दिएको नि बासु मजाले छानेर बेच्छ एक नम्बर टेस्ट कस्तो हुँदो रहेछ हौ पोलेको दामी हुँदो रहेछ अर्ग्यानिक फिडिङ नेचरल माघे सङ्क्रान्तिको यो चाहिँ पहिला हाम्रो खाइदिएको हामीले बाजे बोजूले सिकाएको यसरी है सबसे पहिला खनेर चाहिँ पोलेर खानुपर्ने जङ्गलमा फास्ट फ्राई यसरी आगो फुकेर चाहिँ पहिला यसरी खान्थ्यो हामी चाहिँ ट्रेडिसनल फुड धुनु पर्दैन यसलाई पर्दैन यो नदी हुन्छ है दुई दबाई आमामामा। बिमार पनि हुँदैन है धुयो भने त्यसको भाइबै सकिन्छ नि जङ्गली भाइब यस्तो खाने हो भने चाहिँ यहाँ काँचो पोल्नु सिटोङ टुको यो जङ्गलमा आउनुपर्छ यसरी मसानेमा मसानेमा लास्टको यो चाहिँ लास्टको यो ब्रस भन्छ यसलाई चाहिँ ब्रस ल खाइदिनु न आमामा यो हो नि त के आयो? खान्छ है? आधारहरू 10 भइसक्यो हवाई जहाज उतान न